म एउटा ठुलो फरक चाहिँ बताउन चाहन्छु। अब नेपालमा त बिहे गर्ने बेला भइसकेपछि होइन, उमेर भइसकेपछि चाहिँ मात्रै गर्लफ्रेन्ड बोयफ्रेन्ड देखाउनुहुन्छ परिवारमा। तर युरोपमा चाहिँ 19-20 वर्ष पुगेपछि अनि गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाउन सकिएन भने बुवा मम्मीलाई चिन्ता हुन्छ। किनभने हाम्रो छोरालाई के भयो, छोरीलाई के भयो, अब बिराम लाग्यो कि किन लभ बनाउन सकिन, के भयो, किन सम्बन्ध बनाउन सकिन, कोलाई के कसरी किन कोता बेड भएन होइन, चिन्ता लाग्छ। तर नेपालमा त केही समस्या हुँदैन। अब नेपालमा त्यतिकै बुवा मम्मीले त अनि बिहे गर्ने बेला भयो भने मिलाइदिइहाल्नुहुन्छ होइन, मान्छे खोजिदिइहाल्नुहुन्छ अनि बिहे गरिहाल्ने।